Alright everyone, day 2. यता हुनुहुन्छ हाम्रो सपनाजी. सपनाजी मुख देखाउनुस्. हजुर हो यहाँ डिमान्डमा. आज हामी अब जाँदै छौं कापुरङ्गा. कहाँ हो रे? अनि आज चाहिँ अब मौसम पनि अलि राम्रो भइरहेछ. अनि अब यहाँबाट हामीलाई कापुरङ्गा पुग्नु चाहिँ ठ्याक्कै 5 घण्टा लाग्छ. अनि अन द वे के हुन्छ भन्नु सबैलाई कति भनेको जाम 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 भनेर भनेर चाहिँ नेक्स्ट टाइम हामी जहाँ पनि जान्छौँ. ल ओके ल भ्लग्स है प्रुफ. ल ओके ड्राइभर सिटमा रोशन भट्टराई, प्यासेन्जर प्रिन्सेसको भाइब्स यहाँनिर हाम्रो विकास दाइले लिइरहनु भएको. हामी 3 जना चाहिँ अडियन्स. छ्यास्सा लाएर मिले काम गर्दो रहेछ नि. हो कि न? खेले टुथपिकले. बाई सपना. Alright everyone. हामीले चाहिँ सपनालाई अब यहाँ पर्सी स्ट्रेटमा चाहिँ गाडी लाग्छ नि त. अनि त्यही ड्रप गरिदियौँ. अब हामी 4 जना चाहिँ on the way to कापुरङ्गा. यो चाहिँ मेरो र विकास दाइको चाहिँ फर्स्ट टाइम हो. अरू सबैजना पहिला पनि गइसक्नु भएको. ए हामी 3 जनाको फर्स्ट टाइम. थर्ड टाइम फाङ्ग्राबाट कति टाइम लाग्छ त्यहाँ जान? 3 घण्टा. त्यही भएर अब हामी चाहिँ निस्किरहेछौँ. अब हेरौँ के हुन्छ. अब हामीले खानेकुरा पनि घरबाटै बनाएर लिएर आएको हुन्छ. हावाले यहाँनिर सबै रुखहरूलाई लथ्राक लुथ्रुक बनाएर ढलाएको छ. यस्तो भए अगाडि कहाँ जाम भइरह. आम्मा कति लामो. अस्ति नै भिड आयो. फाङ्गरे आइज के रे. दुईमा फाङ्गरे आउने भए त दिनकै आउँथ्यो नि. कापुरङ्गाको बाटो कस्तो छ भनेको? सिधा बाटो छ कि घुमरो पहाडहरू भएको छ कि पहाडहरू छ कि भनेको? छैन त्यस्तो घुमरो बाटो छैन. पहाडहरू त छ तर त्यस्तो घुमरो छैन. पहिरो आउने बाटो छ कि न? पहिरो आउने बाटो नि छैन. त्यसो भए केही छैन. रोशन भट्टराई हेर्नुहोस् एकचोटि अब जान्छ. हेरेँ त मैले छ्यासा कार्पेन्टर जस्तो भइरहनु भएको कानमा उयो सिउरेर. ए गुड क्वेसन. खुट्टानै मिसिरा भन्न अब पानी खान मन लाग्यो यार. खैके पान बनारस वाला. Alright everybody, हामी पुग्यो फाङ्ग्राई. सबैलाई यही नै देखाउँछ यसले. उसको यही छ नि हो सेन्टर अफ अट्र्याक्सन यही होला. के हो हस्पिटल हैन? हैन लिकर सब कहाँ छ? यो फाङ्ग्राई भन्ने ठाउँमा चाहिँ हाम्रो स्मृति बस्छ. अनि हामी स्मृति बस्ने ठाउँमा आइसक्यौँ. यो मेरो सेकेन्ड टाइम हो है फाङ्ग्राईमा. थर्ड टाइम. कसै थर्ड टाइम? एकचोटि दुईचोटि त होइन. फर्स्ट टाइम त्यो फल्स हेरेर आएको. तेरो घर जाने पहिला? त्यो डिस्पोजेबल प्लेटहरू किन्न. आइपुग्यो फाङ्ग्राई. अझै बिल छ. अझै 2 घण्टा बाँकी छ हामीले सोचेको डेस्टिनेसनमा पुग्नलाई. हो र 12 बजे हिँडेको. 3 घण्टा रे हैन. कति बजे हिँड्यो? 12:15 पछि हिँडेको. 12:40 पछि गाडी थियो नि त सपना. 12:10 मा आइपुग्यो. अनि अब यहाँ सिधा जा हैन लाइटबाट अनि यो यस्तो ठाउँ पनि छ र फाङ्ग्राईमा? अस्ति त्यस्तो थिएन त. सिबाट आएन नि त. यहाँबाट लेफ्ट. त्यो घडी भाडामा आयो श्रुति हामी. घडी त यो भन्दा अगाडि जाने. अब घडी भाडा पुग्दैन. मेन्स वेयर एन्ड सुट हायर अरे. यहाँ चाहिँ हामी आउन लाइट हाल्यो नि त अस्ति. को आइसक्यो थाहा छैन.
यहाँबाट हामी राइट हाल्यो नि त निलम बेच फर यु एनजेड ब्याङ्क एउटा डेन्टल छ यहाँ बिएनजेड भयो एनजेड र बेन्जेड पारी पारी सत्ता सत्ता दुईजना के देखाएर चाहिँ कोड देखाउँछ लाइब्रेरी देखाउँछ के देखाउँछ भाइ स्मृति हजुर विकास है हजुर हजुर कस्तो लागिरहेछ त घर भएको ठाउँ आउँदा रमाइलो लागिरहेको म त घर एक दिन सुत्नु ल अँ हजुर कसो साथीको घर आउँदा मलाई स्मृति घरबाट हलुवा टिपेर ल्याइदिएको छ अब म हलुवा बेत खाँदैछु न्युजिल्यान्डको हलुवा बेत यस्तो हुन्छ हाम्रो घरमा पनि छ खासमा अलिक पाकेको छैन हाम्रो पनि तिमीले त गल्ती म्याप लगाएको हामी पनि यहीँ बस्थ्यौँ होइन क्यारामेल लाग्यो भने त मस्त यहाँ बसेर त्यो के उयो रहेछ त्यो सप होला क्या त्यो मिठो चिसो आयो चाहिँ आनन्द आयो मेरो बुढीले यस्तरी फेरि मलाई ठन्डा दियो आवाज कहिले छास्छ दिन्छ म मिठो दिन्छ कि छवटा बङ्क बेड छ डबल हामी पुगेका छौँ पाइया चारजनालाई हो नि भनेको यस भनेको चाहिँ अब त्यहाँ गएर केही भने पड्काइदिन्छु नि फेरि त्यसलाई म बिस्तारै सोधिसकेको है ल ल ल ल के हो यो हेर त म भन्नु अब जसोसुकै भए पनि कहीँ हुन्न जेसुकै होस् अँ। ओछ्यान सभा होस् भन्ने मात्र मेरो पनि त्यही हो अनलाइन चेन्ज गर्दै गएको के चाहियो परिवार एडजस्ट गर्छु म अब हेर्नु पर्दैन कि किन नि त त्यहाँ अलि कन्फर्म गर्छु कि फेरि के किनी छ र भोलि पोल्क छ 7 बजे बन्द हुन्छ रे स्क्वायर 7:30 बजे बन्द हुन्छ रे के गर्ने भने यो स्मृतिले पुरा यति कम्प्लिकेट गराउँदै रहेछ होइन म कम्प्लिकेट गराउँछु भन्छ ऊ झन् खतरा रहेछ म भन्दा यहाँको फोनहरू के छ अरे बनाना किन निलामा उता अनि यस्तो स्मृतिको ड्राइभिङ चाहिँ भ्लगमा नराखिन् तिमी ए खिच्दैछ हेर्नु न मेरो बुढीलाई पनि भाइरल के छ हाल ठिक छ मैले रेस्ट टाइम पाइरहेको हेर न म रेस्ट गरेर हो थाकी के म एक कस्ता हैन चिप्स पनि नसोधेका के खानी हो चिप्स भनेर के दिए के खै चिप्स हो त्यो चिप्स होइन नि के हो धेरै बुझ्छ क्या यो फेरि धेरै बुझ्ने मानी चिप्स होइन नि चिप्स खाएको चिप्स भन्ने हो हामीले होइन ए नहेर न यसरी माया बस्ला बेसरी फुलको आएन आएन के भन्छ नि एकैछिन जस्तो आइदिन्छ यसको हातमा हाल्नु तलको हातमा हालिदिन्छ माथि पुग्छ नि Such a lovely weather. Smriti in the driving seat and our passenger princess. Prince
हेलो वेलकम टु निलम्स ब्लग अघि भइसके बुढाले भन्दा के भयो त गोब्रोले धरे बेसिस गरे हैन दाइले ए अझै 1 घण्टा भइछ त अनि चालकको पनि भनेको कि स्पिड गर्नै मिले हैन यस्तो पानी भरे मलाई के भन्ने हो र मैले कस्तो राम्रो वेदर भइरहेको छ अचानक अहिले यति ठुलो पानी परिरहेको थियो अहिले भर्खरै गाडी पनि रोक्नुपर्ने अवस्था थियो तर अहिले नै हेर्नु न कस्तो राम्रो देखियो हाउ स्वीट जब त पिता गरौँ मलाई भन्दा पछि स्टुडियो गर्दा फर्कन्न होला अब म त्यो त उपहार स्वरूप माया गर्नेहरूको लागि यो गीत बजाउँदा मलाई छोटो होला तिमी नै हौ मलाई माया गर्ने तिमी नै हौ 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 मलाई आफ्नो भन्ने तिमी नै हौ तिमी नै हौ तिमी नै हौ तिमी नै हौ टिका ल्याउनु बिर्स्यो नि ल वाउ जहाँ भन्नेले भनोस् गरोस् हाम्रो बारे कुरा जति जे छ मेरो तिमी नै हौ तिमी नै हौ मलाई आफ्नो भन्ने तिमी नै हौ तिमी नै हौ तिमी नै हौ इन्जिवा खान्छ बिहान सक्नु उठ्ने बालबिल गर्ने आफ्नो पाइन हो के जिन्दगी हो के लाइफ ठुलो घर बनाएर जिन्दगी काममा गएको छ त्यो होइन नि ऋण तिरेर के जिन्दगीमा चट्ट बस्ने दरवटा गाई माल्ने होइन आनन्दले बस्ने मजाले आउँछ यो के भालो एउटा सम्झना आइरहन्छ सम्झिन बिर्सन बाटो आँखा साह्रै नै चञ्चल देखेर हर पल यो मनमा हलचल बढाउन गर्न उसको व्यक्तित्व शब्दले मात्र हुन पर्याप्त के छ हामीले चाहिँ यहाँ एउटा मोटेल लिएछ यो चाहिँ हाम्रो होम फर नाइट ओ या यस्तो रहेछ ओ कस्तो राम्रो क्याबिनेटहरू पनि रहेछ नि सुराग एउटा डबल बेड भाँडाहरू पनि रहेछ टोस्टर पनि रहेछ केटल पनि रहेछ यो पनि रहेछ फ्रिज पनि which is empty Hi. My friend. Hi. हेलो भोइस गर्नु गएर कि खाएर निक्ल पाए हुन्छ नि त नि आज बन्द हुन्छ हैन Cheers. Alright everyone, अब हामी आजको राति चाहिँ यहाँनिर पुकेनोई क्यापरिङ्गाको नजिकै स्टे गरेर चाहिँ अब हामी बिहान उठेर रेडी भएर कफी खाएर पनि निस्किन लागिसक्यौँ
अनि यो हामी चाहिँ पुकेनोई होलिडे पार्कमा बसेका थियौँ. Now we are heading toward Kaparinga. Let's see. कस्तो फिल भइरहेछ? अब हामी पुग्न लाग्यो जस्तो फिल भइरहेको मलाई. मलाई बिहान हिँडेको हामी सिधै राति पुगे जस्तो फिल भएको मलाई एकछिन. कोही कुरा आएन छ. कस्तो प्रिटी देखेको छ. यो क्यामेराले के जस्टिस गरेछ र यसलाई है. कस्तो नाइस है. कस्तो राम्रो देखाएको छ नि. अहिले हजुर के भन्नु यहाँको सोइलमा के हुन्छ अरे भन्नु न प्लिज. होइन यहाँनिर एकदम राम्रो छ भ्यू. विकास दाई अनि पछाडि छ यहाँ छ लाइट हाउस. दिस वान यस्तो छ. मोडल फोटोग्राफर अनि लाइट क्यामेरा एक्सन भन्ने मान्छे. कस्तो पोस्ट कार्ड भ्यू छ यहाँनिर. कस्तो राम्रो देखेछ. यहाँबाट के हो अरे न्युजिल्यान्डको लास्ट नर्थ पोइन्ट हो. यहाँबाट के पनि छैन. यहाँबाट अगाडि केही पनि छैन खालि समुद्र मात्रै. के को एन्ड पोइन्ट? नर्थ साइड. अनि यसैको अपोजिटमा साउथ सुरु हुन्छ होइन? साउथ उतापट्टि हो. साउथ तलतिर भइहाल्यो नि. ए ए ए अब यहाँबाट के अस्ट्रेलिया चाहिँ नजिक पर्छ? कस्तो भइरहेको त? अलि एनर्जेटिक. घुम्ने हो कि हेर्ने हो कि निलाम फिल गर्ने हो. यो कस्तो प्रिटी देखेको छ. यो भिडियोले पनि त्यस्तो जस्टिस गर्न सक्दो रहेछ कि यो रियल ब्युटी भन्ने कुरा चाहिँ यो खालि फिल गर्ने कुरा रहेछ कि. जस्तै हामीले
लाइफ हरेक कुरा इमोसनहरू फिल गर्छौँ नि, यो पनि त्यही नै हो रहेछ आखिर। मलाई चाहिँ जीवनमा एउटै कुराको दुःख छ कि म जीवनमा यहाँ आइपुगेँ, मैले यस्तो गरेँ होइन। अनि मेरो बाबा पनि एकदम घुम्न रुचाउने, हेर्न रुचाउने, के कुरा जान्न रुचाउनेहरूमै पढ्नुहुन्थ्यो। अनि मैले मेरो बाबालाई चाहिँ यसरी घुमाउन पाइन सकिनँ जस्तो फिल हुन्छ क्या मलाई चाहिँ। यो मेरो लाइफको एउटा फेलियर नै हो। तर पनि he might be watching from somewhere that I am missing him and I'm happy for that. You and me forever. बिहान सनराइज त यस्तो बवाल देखिँदो रहेछ नि यहाँबाट। किन भन्नु धुपीको धुपी जस्तो है। अब हामीले चाहिँ यहाँनिर फोटो सोटो खिचेर अनि आउँछ त मलाई। त्यो हिजो त्यो खेल्ने त्यो स्केट त्यो खेल्नु मजा आउँछ होला। त्यो बिचको छालेपछि उडाउँदैन नि यिनीहरूलाई। अरे त्यो धेरै गहिरो भएर नि त्यो हाम्रो स्यामसङमा कि आइफोनमा त्यो अगाडिको स्क्रिन त्यो लक के अरे वालपेपर आउँछ नि, सेम त्यस्तै छ त्यहाँ। हेर न बुढीको दुध पछि हेर्नु न। 한주떡이라 कस्तो राम्रो रहेछ र यसमा त्यो अगाडि तरङ्गको फार्म यस्तै हुन्छ है सुरक्षित। अहिले यहाँनिर फर्स्ट बहुत झरेर फोटो खिच्नु छ। फोटो खिच्ने अहिले खिच न। ए आर्कबाट लाग्छ ल है। आर्कबाट छ र सायद भन्नु खोजेको मैले। के बाटो पछाडि हो। ठ्याक्कै हाम्रो जंगलको बाटो हिँड्ने जस्तो लाग्यो। हामी होइन 90 माइल्स बीच जाँदैछौँ अनि अगाडि चाहिँ रोशन भट्टराई हुनुहुन्छ भने साइडमा निलम भट्टराई हुनुहुन्छ। दुलाल भट्टराई अनि उहाँ दुईजना चाहिँ बुढाबुढी हो
अनि हाम्रो बुढाबुढी हो ड्राइभिङमा चाहिँ निलमजीले चलाइरहनु भएको यस्तो कुदाउनु भएको कि अलिक कुदाउनु मिले होइन किन ध्यान पारा हाँगेको थिएँ म त्यस्तो पार्दिन त किन बाटो त्यस्तै हो तपाईँ हिँडेले क्याङ 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 नगर यस्तो दामी भिडियो है केटा कति मिठो जोडी हो भन्नुपर्छ होला अनि यसमा एउटा गीत बनाएर रोशनले अलिकति अगाडि सारा त्यो तिम्रो यो सिट अगाडि सारा हो बस अब यो हो नि त टाढा टाढा लान्छु कि अब म सबैलाई गीत आएर किन नि हुन्छ ड्राइभर हो कत्रो ड्राइभिङ गर्छ भनेर यो त अब भिडियो हेर्ने मान्छेले भनिहाल्छ नि हेर्नु यहाँ बसेको तरिकादेखि थाहा भइहाल्छ नि जाने नै थियो नजाने तिमी अगाडि अगाडि हेर नि तिमी हामी जाँदैन यो 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 हनी सिंगर तिमी चाहिँ अगाडि त यो विकास सिंगर फर्क्यो क्या मोबाइल पनि बट 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 ट्राई बिस्तारै हिँड्ने हिँड्ने अहिले यहाँ खाना हुन्थ्यो नि हेर्नु यहाँ अनि यस्तो दामी ठाउँ थियो उकालो अनि प्लेटमा राखेर चिप्स बाटोमा राखेर खाउँ न बाटो चाहिँ अति रहेछ अब आयो नि त बुढी उताले म त आउने के यही बाटो त हो नि स्मृति एउटै बाटो हो त नि 90 माइल त सिकाको हैन त्यो सिडुल खोला हुन्छ कि उतापट्टि पनि थियो नि त अर्को स्मृति त्यही खोला पनि यहाँ खोला उतापट्टि नि अर्को बाटो थियो कि एउटा यही नै हो म त के हेर्दैन म त अर्कै हेर्दैन यसले 90 माइल चाहिँदा जाई भने यही लगेर The 90 mile pace, 10 kilometers. आयो ल बिच आयो ल छिटो बिजा आइसक्यो छिटो अब म ब्याक गरिदिउँ खिचन ब्याक गरिदिन्छु कि एकछिन यो ब्रेक हान तर ब्रेक हान बुङ बुङ